1 घन्टाको प्रोग्राम भन्दै थियो। कति टाइम लाग्छ हेरौँ। मौसम आजको मौसम चाहिँ यस्तो छ है, पानी पर्ला जस्तो छ। धुम्म भएको छ। हिजो नि पानी पर्यो, आज पनि पानी पर्ला जस्तो छ मौसम। अहिले चाहिँ टाइम बिहानको 9:15 जति भइसक्यो हैन। पानी त कन्फर्म पर्छ पानी। म जानुपर्ने चाहिँ आज चाहिँ उता पाटन ललितपुरको ग्वारखु चोकबाट भित्र छिरेर भाटभटी नि आउनु भन्ने छ त्यहाँनिर प्रोग्राममा। दुईटा दाइले त्यहाँनिर अब जाउँ हेरौँ के प्रोग्राम हो। पानी चाहिँ पर्यो, पानी छिटाइसकेको छ हैन। हिजो अस्ति कन्टिन्यू पानी परै छ त नि। यो पानी त बर्खा सुरु भयो साथी हो। बर्खा अब बर्खामा पानी परै गर्छ। यसपालि चाँडै बर्खा सुरु भयो। चैतबाटै बर्खा सुरु भयो। वर्षा पानी पर्छ पानी पर्छ। चिसो छ मौसम पनि। आज त चिसो छ। प्रोग्राम के को फोटोसुट रहेछ हैन। हिजो मात्रै कल आएको, कन्ट्याक्ट आएको त्यहाँ इमर्जेन्सी चाहियो अरे फोटोसुट। 1 घन्टाको लागि मात्रै हो भाइ भनेर हाम्रो दाइहरूले फोन गराइदियो। जाउँ बुझौँ काम गरौँ हैन। गाह्रो छ सबैलाई, काम गर्नै पर्यो आफ्नो काम। सधैँ घुमेर मात्र नि हुँदैन, काम गर्नै पर्यो साथी हो। सबैले आफ्नो काम। ग्यास आइसक्यो हो। आजकल त ग्यास पाउने भएछ त फेरि फटाफट। अफिस टाइम भयो, यस्तै हो काठमाडौँमा। अफिस टाइममा यता टाँट उता टाँट जाम हो। ड्याङ डुङडुङ। कहाँबाट काट्छ है बाटो। टर्निङ उयो त छ त, टर्निङ गर्ने ठाउँ पनि। कति धुवा फ्यालेको पोल्युसन। यस्तो चाहिँ कस्तो धुवा फ्याले त नि यार। पोल्युसन चेक गर्दैन क्या हो हाम्रोमा। ठ्याक्कै जाममा पर्यो, लाइटिङमा। जाम क्रस भइहाल्यो। खतरा गाडी छ त नि यार। इभीको रहेछ, इलेक्ट्रिक। सही हो। यस्तो धुवा फ्याल्दैन नि त नि। एउटाले धुवा उरु फ्याल्छ, अर्कोमा यहाँ चट्ट छ इभी गाडी। ए नयाँ रहेछ त, नम्बर प्लेटै छैन त नि यो गाडीमा। टेस्ट ड्राइभ हो क्या हो। इभीको नयाँ मोडल टेस्ट ड्राइभ हो। यता चाहिँ घाम लागेको रहेछ है अलिअलि। हिजो आन्दोलन थियो भन्दै थियो, आज नै आन्दोलन छ कि? एमालेको आन्दोलन हुन्छ। आन्दोलन भन्यो के भन्यो मलाई। हामीलाई मात्रै गाह्रो। मामा मेरै मामा कति प्यारो छ। रुगा चिसो ल्यायो क्या, रुगा लाग्न थालेछ नि। अब हामी यताबाट लेफ्ट साइड स्ट्रेट घुमाउँछु। स्ट्रेट
पानी बढेर होला बागमती खोला पनि बढेछ त नि न त च्याप्पै सुकेको थियो यही हो एमालेको पार्टी कार्यालय चाहिँ आज पनि यहाँबाट जुलुस निकाल्छ क्या हो हिजो त पुरै यहाँ जुलुस थियो त ए पत्रकारलाई पुरै क्यामेरै फुट्ने गरेर दिएछ बेचारा क्यामेरा खास गरी त्यस्तो चाहिँ गर्नु नहुने थियो पत्रकारलाई हैन यहाँ आइपुग्यो भाटपट्टि नै भाटपट्टि नैबाट चाहिँ हामी यहाँनिर आज चाहिँ यो स्कुलको किड्सको फोटो सेसन गर्न आउँदैछ हैन यता रहेछ आज ग्रेजुएटको यहाँ स्कुलको रहेछ ग्रेजुएटको फोटोसुट गर्न आएको छु म अहिले आधा गरिसक्यो अब ग्रुपिङ फोटोसुट बाँकी छ हैन Three, two, one. One more. Ready? Three, two, one, start. ल प्रोग्राम सिद्धियो फोटोसुट कार्यक्रम सिद्धियो अब घर लागिन्छ हैन